शान्ति र मलाई 30-35 वर्षदेखि नै यो रिन्च हुँदाखेरि एकदम धेरै ब्लडिङ हुने समस्या थियो। 2 महिना कहिले 2 महिनामा एकदम धेरै हुन्थ्यो, 2 महिनामा हुन्थ्यो। र पछि झन् बढ्दै बढ्दै गयो, 1 महिनामा हुने र अनि भएपछि 7 दिन 8 दिनसम्म लगातार भइरहने। त्यस कारणले चाहिँ शरीरमा एकदम रगतको कमी हुन थाल्यो। 2 चोटि त 2 पुगा रगत पनि चढाएको थियो र डक्टरले औषधि गर्दा औषधि खाँदासम्म ठिकै हुने, त्यसपछि फेरि भइ नै रहन्थ्यो र एकदमै समस्या हुन थाल्यो। इन्डिया पनि गएर चेकअप गराएँ, काठमाडौँमा गएर चेकअप गराएँ। अनि पछि चाहिँ नि यो औषधि खान थालेपछि, यो औषधि खाएपछि महिनामा एकचोटि हुने र भित्र सिस पराएको छ त्यो पनि ठिक हुँदै गयो, सुक्दै गयो र अहिले रगत पनि 12 पोइन्ट रगत पनि बढ्यो र सबै कुरा समस्याहरू ठिक हुँदै गयो र यो औषधिले धेरै राम्रो काम गरेको छ। र अनि काठमाडौँ जाँदा अब अपरेसन गर्ने भनेर जाँदा त्यो रिपोर्ट एकदम राम्रो आउनको कारणले अपरेसन पनि गर्नु पर्ने। त्यो औषधिको काम धेरै राम्रो छ, औषधिले कमाली गर्यो जस्तो लागेको छ।